नेपालमा शिक्षा क्षेत्र सम्बन्धी दुई ठूला मुद्दा एकै समयमा चर्चामा आएका छन्, जसले देशभरकै शिक्षा प्रशासन र नीतिमा स्पष्ट समस्याहरू देखाउँदैछ। पहिलो मुद्दामा केन्द्रीय सरकारले वैशाख 15बाट भर्ना र वैशाख 21बाट पढाइ सुरु गर्ने र हप्तामा 2 दिन बिदा दिने निर्णय गरेको छ। तर यो निर्णयप्रति धेरै स्थानीय सरकारहरूले असहमति जनाई आफ्नै अनुसार पहिलेदेखि नै स्कुलहरू चलाउन थालेका छन्। ताप्लेजुङदेखि धनगढीसम्मका केही ठाउँहरूले त वैशाख 1 देखि 4 भित्र नै स्कुल सुरु गरिसकेका छन्, जसले पढाइको दिन सङ्ख्या घट्छ भन्ने चिन्ता पनि व्यक्त भएको छ। स्थानीय स्तरमा यो निर्णय काठमाडौँ सेन्ट्रिक भएको भनेर विरोधहरू पनि बढ्दो छ। यस्तै परिप्रेक्ष्यमा अर्कोतर्फ युनिभर्सिटी क्षेत्रमा पनि ठूलो बदलावको चर्चा चलिरहेको छ। सरकारले त्रिभुवन युनिभर्सिटी सहित सबै युनिभर्सिटीबाट दिल्ली स्टुडेन्ट सङ्गठन हटाउने र स्टुडेन्ट काउन्सिल बनाउने योजना अगाडि बढाएको छ। तर यो लागू गर्न कानुन संशोधन र युनिभर्सिटीको नियम परिवर्तन गर्न जरुरी देखिन्छ, जसले गर्दा इम्प्लिमेन्टेसन प्रोसेस ढिलो भइरहेको छ। स्कुल लेभलको पोलिसीमा जस्तै युनिभर्सिटी लेभलमा पनि केन्द्रीय निर्णय र स्थानीय या इन्स्टिट्युसनल अटोनोमी बीचको तनाव प्रस्तुत भइरहेको छ। एकतिर स्कुलहरूले आफ्नै अनुसार सिस्टम लागू गरिरहेका छन् भने अर्कोतिर युनिभर्सिटीहरूमा पनि पुरानो र नयाँ स्ट्रक्चर बीचको डिबेट चलिरहेको छ, जसले देशको सम्पूर्ण शिक्षा प्रणालीमा एकरूपताको कमी देखाउँदैछ। यही नीतिगत परिवर्तनको सन्दर्भमा अर्को ठूलो अर्थ प्रशासनिक निर्णय पनि अगाडि आएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारी कर्मचारीहरूको तलब सिस्टम परिवर्तन गर्दै अब महिनामा 2 पटक अर्थात् 15 दिनमा तलब दिने नयाँ सिस्टम सुरु गर्ने निर्णय गरेका छन्। युनिभर्सिटीमा जस्तै यहाँ पनि पुरानो सिस्टमलाई बदल्दै नयाँ स्ट्रक्चर लागू गर्ने प्रयास देखिएको छ। यो सिस्टमको मुख्य उद्देश्य बजारमा पैसाको फ्लो बढाउने, खर्च बढेर डिमान्ड स्टिमुलेट गर्ने र समग्र अर्थतन्त्र चलायमान बनाउने हो। सँगसँगै सरकारी क्यास म्यानेजमेन्ट सजिलो बन्ने र कर्मचारीहरूलाई पनि फाइनेन्सियल प्रेसर पनि कम हुने विश्वास लिएको छ। यसरी हेर्दा एकतिर शिक्षा क्षेत्रमा सङ्गठन र स्ट्रक्चर परिवर्तनको चर्चा चलिरहेको छ भने अर्कोतिर आर्थिक प्रशासनमा पनि सेम डिरेक्सनमा सिस्टम रिफर्म अगाडि बढिरहेको देखिन्छ। यही राज्य निर्देश र इम्प्लिमेन्टेसनको सन्दर्भमा अर्कोतिर सहरी बस्ती सम्बन्धी एक गहिरो सामाजिक मुद्दा अगाडि आएको छ। जेनजी फ्रन्ट नेपालले विभिन्न सहरहरूमा अधिकृत संरचना हटाउने क्रममा नागरिकहरूमाथि कठोर र अमानवीय बल प्रयोग भएको भनेर सरकारको कार्यप्रणालीप्रति तीव्र विरोध जनाएको छ। फ्रन्टका अनुसार धेरै वर्षदेखि सानो व्यापार र बसोबास गर्दै आएका गरिब परिवारहरूलाई बिना कुनै विकल्प र पुनर्स्थापना घरबाट निष्कासित गर्नु राज्यको गैर जिम्मेदारी हो। उनीहरूले सरकारसँग सोधेका छन् कि यस्तो कारबाहीपछि ती मान्छेहरूको जीवन र भविष्य कसरी सुरक्षित हुन्छ, किनभने तस्बिर र भिडियोहरूमा पुलिस कारबाही क्रममा सेन्सिटिभ समूहप्रति पनि नराम्रो व्यवहार गरेको देखेको दाबी गरिएको छ। यसरी हेर्दा एकतिर सरकार अर्थतन्त्र सुधार र सिस्टम एफिसिएन्सी बढाउने नयाँ नीति लागू गर्न खोजिरहेको छ भने अर्कोतिर सहरी विकास र नागरिक अधिकार बीच सन्तुलन कसरी मिलाउने भन्ने ठूलो प्रश्न पनि सँगै उठिरहेको छ। यही नागरिक जीवन र आर्थिक दबावको सन्दर्भमा अर्कोतिर सीमा व्यापार सम्बन्धी नयाँ भन्सार नीतिले पनि असर पारिरहेको छ। कस्टम्स एक्ट 2081 अनुसार नेपाल इन्डिया सीमामा 100 रुपियाँ भन्दा बढीको सामानमा अनिवार्य भन्सार लागेपछि मधेस लगायत सीमा क्षेत्रमा बस्ने मान्छेहरूमाथि खर्च बढेको र दिनचर्या जीवन प्रभावित भएको छ। धेरै गरिब र मध्यम आयको परिवारहरूको सस्तो सामान किन्न इन्डिया जाने प्रचलनमा पनि बाधा आएको छ, जसले रोटी बेटी सम्बन्ध जस्तो सामाजिक रिश्ता अथवा रिलेसनमा पनि असर पार्न सक्ने चिन्ता व्यक्त भएको छ। यसरी हेर्दा एकतिर सहरी बस्ती र बसोबास सम्बन्धी कार्यवाहीमा मानवीय तरिका र पुनर्स्थापनाको प्रश्न उठिरहेको छ भने अर्कोतिर सीमा व्यापार र भन्सार नीतिले सिधा नागरिकको डेली लाइफ र आर्थिक चालचलनमा पनि
ठूलो प्रभाव पारिरहेको देखिन्छ। यही आर्थिक चर्चाको बीचमा अर्कोतिर अन्तर्राष्ट्रिय बजारको प्रभाव सिधा नेपालको किमती धातु बजारमा देखिन थालेको छ। आज नेपाली बजारमा सुन र चाँदी दुवैको भाउ घटेको छ, जसमा सुन प्रति तोला 1300 रुपियाँले घटेर 2,89,700 रुपियाँमा किनबेच भइरहेको छ भने चाँदी पनि 35 रुपियाँले घटेर 5,190 रुपियाँ प्रति तोलामा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा पनि सुनको भाउ लगभग 4,790 US डलर प्रति करिबको स्तरमा चलिरहेको छ, जसले नेपालको लोकल बजारमा पनि सिधा प्रेसर पारेको देखिन्छ। यसरी हेर्दा एकतिर सरकारको भन्सार नीतिले नागरिकको डेली लाइफ र सीमा व्यापार प्रभावित भइरहेको छ भने अर्कोतिर ग्लोबल मार्केटको उतार चढावले सिधा नेपाली बजारमा सुन चाँदीको भाउ समेत हिलिरहेको देखिन्छ। यही आर्थिक परिवेशको बीचमा अर्कोतिर नेपाल स्टक एक्सचेन्ज नेप्सेले पनि सोमबारबाट लागू गर्न लागेको नयाँ सर्किट ब्रेकर सिस्टम प्रति लगानीकर्ताहरू तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। नयाँ नियम अनुसार मार्केट 2 घण्टाभित्र 5% बढे या घटे, 15 मिनट रोकिने, 8% सम्म पर्यो भने पुरा दिन ट्रेडिङ बन्द हुने सिस्टम लागू हुनेछ। सँगसँगै डेली प्राइस चेन्ज लिमिट 10% बाट 15% सम्म बढेको छ। लगानीकर्ताहरूको तर्क अनुसार यो परिवर्तनले मार्केटमा अनावश्यक भोलाटिलिटी बढाउन सक्छ र रिस्क लगानीकर्तामाथि बढ्नेछ, जसले साना लगानीकर्ताहरूलाई नोक्सान हुन सक्ने चिन्ता देखिएको छ। तर नेप्सेको अनुसार यो सिस्टम फ्युचरमा इन्ट्राडे ट्रेडिङ सुरु गर्न र मार्केटलाई 24 घण्टाको डाइनामिक सिस्टमतिर लग्न मद्दत गर्ने उद्देश्यको लागि गर्न खोजिएको हो। यसरी हेर्दा एकतिर ग्लोबल बजारको प्रभावले सुन चाँदी जस्तो सेफ एसेटको भाउ प्रभावित भइरहेको छ भने अर्कोतिर शेयर बजारमा स्ट्रक्चर चेन्जको प्रयासले लगानीकर्ता र रेगुलेटर बीचको मतभेद स्पष्ट देखिन थालेको छ। यही आर्थिक चर्चाको बीचमा अर्कोतिर स्पोर्ट्स क्षेत्रमा नेपालले ठूलो सफलता हासिल गरेको छ। आइसिसी वुमेन्स T20 वर्ल्ड कप क्वालिफायर 2026 को फर्स्ट एडिसनमा नेपालले इटालीलाई 50 रनले पराजित गर्दै आफ्नो पहिलो जित दर्ता गरेका छन्। इटालीले 113 रनको टार्गेट पछ्याउँदै 18.4 ओभरमा 62 रनमा सबै विकेट गुमाएको हो। नेपालको ब्याटिङमा पूजा महतोले 48 रनको सबसे ठूलो कन्ट्रिब्युसन दिइन्, जसले टिमलाई 112/8 को टोटलसम्म पुर्यायो। बौलिङ तर्फ रुबिना छेत्रीले 4 विकेट लिएर म्याचको टर्निङ पोइन्ट बनाउनमा मुख्य भूमिका खेलिन्, साथै कविता कुनवारले 2 विकेट लिइन्। यसरी हेर्दा एकतिर फाइनेन्सियल मार्केटमा नयाँ नियमले अनसर्टिनिटी र डिबेट बढिरहेको छ भने अर्कोतिर क्रिकेटमा नेपालको जितले नेसनल लेभलमा पोजिटिभ मोमेन्टम र कन्फिडेन्स बढाएको देखिन्छ। यही इन्टरनेसनल स्पोर्ट्स मोमेन्टमको बीचमा अर्कोतिर युरोपमा फुटबलको सबैभन्दा ठूलो लिग प्रिमियर लिगमा टाइटल रेस झन टाइड भएको छ। यही इन्टरनेसनल स्पोर्ट्स एक्साइटमेन्टको बीचमा अर्कोतिर क्रिकेट क्षेत्रमा युएईले ठूलो पोलिसी डिसिजन लिँदा इन्टरनेसनल क्रिकेटमा नयाँ डिबेट सुरु भएको छ। युएईले कुजेमा तनवीर, अजय कुमार, अक्षदीप नाथ, हरप्रीत भाटिया र अदीप उस्मानी समेत 5 जना क्रिकेटरहरूलाई अङ्गीकृत नागरिकता सिटिजनशिप प्रदान गरेको छ, जसले पहिलो पटक युएईले फरेन ओरिजिन प्लेयर्सलाई डाइरेक्टली नेसनल टिम एलिजिबिलिटी दिन थालेको सङ्केत दिन्छ। यी सबै प्लेयर्स अहिले नेपालमा भएको T20 आई सिरिज र आइसिसी वर्ल्ड कप लिग 2 ODI ट्राई सिरिजमा युएई टिमबाट खेलिरहेका छन्, जसमा नेपाल, ओमान र युएई बीच कम्पिटिटिभ सिरिज चलिरहेको छ। यी प्लेयर्स सबै इन्डिया र पाकिस्तान जस्ता क्रिकेट स्ट्रङ नेसनबाट डोमेस्टिक र एज ग्रुप क्रिकेट खेलिसकेका हुन्। केहीसँग आइपिएल र U19 वर्ल्ड कप जस्तो एक्सपिरियन्स पनि छ। सिटिजनशिप पछि यी प्लेयर्सले अब युएई नेसनल टिमलाई डिरेक्ट रिप्रेजेन्ट गर्न पाउनेछन्, जसमा अजय कुमारले युएईको रिप्रेजेन्टेसन गर्ने सपना पुरा भयो भन्दै खुसी व्यक्त गरेका छन् भने कुजेमा तनवीरले युएई क्रिकेट बोर्डको सपोर्ट प्रति धन्यवाद व्यक्त गरेका छन्। यसरी हेर्दा एकतिर युरोपियन फुटबलमा टाइटल रेस झन कसिलो भइरहेको छ भने अर्कोतिर क्रिकेटमा युएईको नयाँ पोलिसीले इन्टरनेसनल क्रिकेट स्ट्रक्चर र एलिजिबिलिटी सिस्टममा नै नयाँ चर्चा सुरु गरेको देखिन्छ। यसैका साथ मुख्य समाचारहरू यही समाप्त हुन्छ। धन्यवाद।